गाइसहरू पहिले मेरो न्यू भ्लगहरू झन् सुपर न्यू भएको थियो। मेरो बाबाले बनाएको थियो के। अब म आफै ठुलो भइसकेँ, म आफै बनाउने हो। यो चाहिँ हो मेरो जामा। कस्तो छु म? म कस्तो छु भनेपछि हजुरले लाइक सब्सक्राइब च्यानल गर्नुहोस् अनि सेयर पनि गर्नुहोस्। ओके साथीहरू, पहिलेको मेरो म आफै बनाएको भिडियोमा त झन् बोरिङ लागेको थियो के। मैले त अघि चाउमिनको भिडियो बनाएको थियो, त्यो त बाबाले बनाएको थियो के गाइसहरू। अनि म चाहिँ यहाँ हजुरले कमेन्टमा भन्छु हजुरसँग स्केटिङ सुज छैन कि छैन, छ कि छैन स्केटिङ सुज। मसँग त छ। आज म स्केटिङको भिडियो बनाउने हो। ल यहाँ हिँड्ने है। म यहाँ चाहिँ किचनमा आयो। यहाँ झन् अँध्यारो छ क्या, त्यही भएर यसले जोड्यो। यहाँ छ मेरो स्केटिङ। ल म बस्छु अनि स्केटिङ चलाइ देखाउँछु। ओके गाइसहरू, हजुरलाई म कहाँ राख्नु? एकछिन ल यो हो मेरो स्केटिङ सुज गाइसहरू। यी देख्छ? अब म यसलाई चेन्ज गर्छु। ल मेरो स्केटिङ फेरि हजुरहरूलाई चाहिँ कमेन्टमा भनिदिनु हजुरले कुन भिडियो चाहियो, कुन भिडियो नचाल्यो। लाइक पनि गरिदिनुहोस् है। हस् साथीहरू, बाई बाई। अहिले खत्तम पनि भएको छैन के, गाइसहरू टेकको नि बनाएको। यो मलाई आइसक्यो तर अलिअलि हरेन कि। म जुत्ता लाउँछु है गाइसहरू। एउटा त लाइ गाइसहरू।